आइफोन किन्न खोज्दै हुनुहुन्छ तर नयाँ किन्न खोजिराख्नु भएको छैन बजेटमा आउने आइफोनहरु किन्न खोजिराख्नु भएको छैन भने आजको भिडियो तपाईहरुको लागि हुन सक्छ है त। सो हेलो एभ्रीवन वेलकम टु ब्याक माई अनदर भिडियो एन्ड आई एम मिस्टर बी। आजको भिडियो अलिकति इन्ट्रेस्टिङ छ। यदि तपाई आइफोन बिक्री गर्न या आइफोन किन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि बेस्ट हुन सक्छ बिकज अफ म आज तपाईहरुलाई जापानमा सेकेन्ड आइफोन स्टोर तपाईलाई भिजिट गराउने छु। त्यहाँ गएर हामी आइफोन खरिद कसरी गर्छौं, यदि तपाईसँग पुरानो आइफोन छ अब नयाँ आइफोन किन्न खोज्दै हुनुहुन्छ भने त्यो पुरानो आइफोन बेच्ने ट्राई गरिराख्नु भएको होला। त्यो आइफोन कहाँ गएर बेच्ने भन्दा सेकेन्ड ह्यान्ड पसलमा गएर हामीले बेच्न सक्छौं इजिली र क्विकली हामीले बेच्न सक्छौं। अब अनलाइनमा पनि बेच्न सकिन्छ तर त्यो अलि लङ प्रोसेस हुन्छ। सो आजको भिडियोमा म तपाईलाई सेकेन्ड ह्यान्ड आइफोन स्टोर भिजिट गराउँछु। त्यहाँ गएर हामी आइफोनहरु हेर्छौं। यदि आइफोन किन्ने सोच गराउँदै हुनुहुन्छ भने भिडियोलाई लास्टसम्म हेर्न चाहिँ नबिर्सनु होला। सो आजको भिडियो आइफोन स्टोरमा त यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर बेल आइकन बटन दबाउन नबिर्सनु होला र लाइक कमेन्ट शेयर त भन्नु पर्दैन होला, सायद तपाईहरुले गर्नुहुन्छ होला। प्राइस हेरौँ कुन आइफोनहरु पाउँछ, लेटेस्ट आइफोनहरु पाउँछ कि पाउँदैन, कति पुरानो आइफोनहरु पाउँछ, सबै कुरा डिटेल हामी कुरा गर्छौं आइफोन स्टोरमा। सो जाउँ त हामी आइफोन स्टोर सप। चाहिँ हाम्रो नेपालीहरुले नाम राख्दिएको गङ्गटे चोक भन्छ चाहिँ यहाँ चाहिँ किन भनेको भन्दाखेरि यहाँ हेर्नु न गङ्गटार चाहिँ राख्दिएको छ क्या। यो गङ्गटा चलिरहेको छ, रातिको भ्यूमा यस्तो राम्रो देखिन्छ। त्यही भएर चाहिँ यहाँ नेपालीहरूले गङ्गटे चोक भनेर राखिदिएका छन्। यहाँनिर छ एउटा नेपाली पसल रेस्टुरेन्ट इन्डियन करी भनेर लेखेको छ। यो चाहिँ पुरै नेपाली रेस्टुरेन्ट हो, नेपालीहरूले यहाँ आएर खाने गर्छ। नेपाली रेस्टुरेन्ट नाम हो चौतारी, अवश्य आएर खाएर हेर्नु होला एकपटक। यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट हो, यहाँ नेपालीहरूको खाना पाउँछ। हामी नेपालीहरू यहाँ आएर नेपाली खाना खाने गर्छौँ। त्यति राम्रो चाहिँ के देखाएर चौतारी भनेर लेखेको छ। पक्कै यो रेस्टुरेन्ट दाइको गाडी हुनुपर्छ, सातो छैन त्यही पनि। अहिले त पुरै सुकेर कस्तो भएको, नत्र यो पनि पुरै पुनै हुन्छ पुरा भरे गल्ली गल्ली। अब जापानमा पनि नेपालको जस्तो गल्ली गल्ली चाहिँ हुन्छ। अब त्यही हो, थपाउनु पर्छ सर्टकट जानका लागि। अब म यहाँ बसेको अब करिब 2 वर्ष हुन आँटिसक्यो भनेपछि मलाई थाहा नहुने चाहिँ कुरै हुँदैन। सो मलाई साइकलमै हो, स्कुल जाने साइकलमै हो, काम जाने जताततै साइकल हुन्छ। र साइकल मैले फेरि यस्तो स्पिड चलाउँछु पुरै नगर्नु। म 10 मिनटमा घर रुमदेखि स्कुल पुगिदिन्छु। स्पिड चलाउँछु तर गलत हो, गर्नु हुँदैन। अब गर्ने के आफ्नो टाइमै त्यस्तै हुन्छ। ट्रेन हो, लोकल ट्रेन। अब हामी जाँदैछौँ आइफोन सेकेन्ड ह्यान्ड आइफोन सपमा। यो बाटोको छु र म मेन बाटो गइनँ किनभने जापानमा अहिले रुल स्ट्रिक्ट भएको छ। यदि मैले मोबाइल यसो समातेको देख्यो भने मलाई पैसा तिराइहाल्छ। अहिले मोबाइल समातेर साइकल चलायो भने 6000 हो कि 3000 रुपियाँ फाइन छ। सो मैले मेन बाटो नगएर बिचबिचको बाटो कट गर्दै जाँदैछु र म साइकल रोक्ने ठाउँ खोज्दैछु। म साइकललाई लिएर जान सक्दिनँ त्यहाँ। आजभोलि चाहिँ तपाईँ त्यो साइकल रोक्यो भने चाहिँ फाइन तिराइदिइहाल्छ। त्यही भएर म कहीँ हेर्दैछु साइकल राख्ने ठाउँ, अनि म साइकल त्यहाँ राख्छु। त्यसपछि जाउँछौँ त हामी हिँड्दै सेकेन्ड ह्यान्ड स्टोरमा। सो अहिलेको लागि चाहिँ साइकल राख्ने ठाउँ खोज्दै म सायद मैले भेटाएँ जस्तो छ। यहाँ राख्दा कस्तो होला, गाली गर्छन् कि के गर्छन् चेक हो। यदि राखियो भने ठिकै हो, राखेन भने पनि ठिकै हो। तर बन्द गर्ने छ कि छैन, बन्द गर्ने छैन। सो मैले यही चुरिन्छु, मैले यही पार्किङ स्टप चुज गरेँ साइकल राख्नको लागि। मैले चाहिँ यहाँ साइकल राख्ने चुज गरेँ। मेक स्योर कि तपाईँले जापानमा साइकल ताला लाउन चाहिँ नबिर्सनु, किनभने साइकल यहाँ चोरी हुने सम्भावना धेरै हुन्छ। भन्नुभएको होला ठुलो देशमा चोरी हुँदैन भनेर, यहाँ चोरी हुन्छ। यदि साइकल ताला लगाएको छैन भने यहाँ साइकल अभियसली चोरी हुन्छ। त्यही भएर जापानले भन्छ
पछाडिको टायरमा पनि ताला लगाऊ, अगाडिको टायरमा पनि ताला लगाऊ, नत्र साइकल चोरी भयो भने भेटिने त चान्स छँदैछ नि यति ठुलो घरमा। सो जाउँ त अब हामी हिँड्दै। त म हिँडिसकेको छु अब सेकेन्ड ह्यान्ड स्टोरतिर। मैले साइकल त्यहाँ पार्क गरेँ। करिब त्यहाँदेखि मेरो हिँड्दै जाने हो भने त्यही 5-6 मिनट जति चाहिँ लाग्छ मलाई त्यहाँ आइफोन स्टोरमा पुग्नको लागि। र अब जाउँ त के कस्तो हुन्छ। यहाँ पनि छ एउटा आइफोन सप पसल, त्यो चाहिँ यसमा पनि अब त्यहाँ बक्समै पाउँछ, त्यहाँ त झन् रियल बक्समा। त्यो त्यहाँ पनि गएको छु म। अब त्यो पनि सेकेन्ड स्टोर पसल नै हो, तर त्यहाँ अलिकति बक्समा गराएर चाहिँ अलिकति प्राइस अलिक महँगो हुन्छ त्यहाँ भन्दा है। अनि यहाँ हेर्नु चाहिँ मिल्दैन, त्यहाँ चाहिँ सब हेर्नु मिल्छ। सो म त्यही भएर त्यही लिएर जान्छु तपाईँहरूलाई। किन ढिलो गर्ने हो के। पार्किङ हो, यो गाडी पार्किङ हो। यहाँ स्टाफ हुनुहुन्छ, उहाँहरूले मान्छेलाई हेर्नुहुन्छ, गाडी आउनु जाने गर्ने मान्छेहरू हेर्नुहुन्छ। निद लागेर हेरिरहनुहुन्छ उहाँ, सायद धेरै काम गर्नुभएको थियो होला। म त बिहानैदेखि हुनुहुन्छ कि हो। यति धेरै छ, यति धेरै छ, यति धेरै छ, यति धेरै छ। गाडीहरू यता आएको छ। यहाँ फेरि मान्छेलाई बढी प्राइभेटी दिन्छन् कि त्यही भएर। यदि तपाईँहरू जापानमा हुनुहुन्छ र आइफोन किन्ने सोच्नु हुनुहुन्छ भने म तपाईँहरूलाई लोकेसन भन्यो। यो हो हाकता एकीको जस्ट ब्याकमा चाहिँ म आएको छु। तपाईँहरूले यो देख्न सक्नुहुन्छ, सायद कतिले चिन्नु पनि हुन्छ होला। यदि थाहा छैन भने म पिन कमेन्टमा लोकेसन सेयर गरिदिन्छु। यदि किन्न चाहनेहरू त्यो मलाई डिएम पनि गर्न सक्नुहुन्छ, या त पिन कमेन्टमा राखेको लोकेसनमा आएर तपाईँले चेक पनि गर्न सक्नुहुन्छ यहाँको प्राइसहरू के कस्तो छ भनेर। यो चाहिँ उता चाहिँ हाकता एकी छ, तपाईँले त्यो म्याप पनि हेर्न सक्नुहुन्छ। हाकता स्टेसन र त्यसको यतो साइडमा चाहिँ म छु। अब म तपाईँलाई लिएर जान्छु। अब म धेरै टाढा छैन, यहाँदेखि रोड क्रस गऱ्यो भने चाहिँ आइहाल्छ। सो तपाईँलाई पहिला म नाम देखाइदिइहालौँ। त्यो मोबाइल लेखेको छ नि, मोबाइल हो त्यहीँ हो हामी जाने सेकेन्ड ह्यान्ड पसल, जहाँ आइफोनहरू पाउँछ। हामी जाने पनि त्यही हो। मान्छेहरू कति धेरै छ, सो त्यहीँ जान्छौँ। तपाईँहरूलाई म देखाउन एक्साइटेड छु। अब गएर प्राइजहरू चेक गरौँ के कस्तो हुन्छ, इन्ट्रेन्स सबै हेरौँ ल। अब त्यहाँ गएपछि सबै कुरा देखिहाल्छ अन्त। सँगसँगै देखाइदिन्छु तपाईँहरूलाई। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। सो तपाईँहरूले त्यहाँ देखिसक्नुभयो कि अब भिडियो बनाउनु मलाई अलाउड गरिएन। अब हुनसक्छ केही रिजनको कारण, तर फाइदा चाहिँ उनीहरूकै थियो नि त। अब मैले भिडियो बनाएर पब्लिस गरेँ भने धेरैले हेर्नुभयो भने चाहिँ अनि त्यहाँ धेरै मान्छेहरू जान सक्थे किन्नका लागि। अब ठिकै छ, कसैलाई फ्रीमा पब्लिसिटी गर्नु छैन भने मेरो के जान्छ र। त्यही पनि त्यहाँभित्र गएर अब भिडियो सुट गर्न नपाए पनि मैले त्यहाँभित्र गएर हेरेको छु र म पहिला पनि धेरै पटक गइसकेको छु त्यहाँ हेर्नका लागि। तल सरस्वती भनिदिइहालौँ, अब त्यहाँ गएर देखाउन त पाइएन। अब त्यहाँ पाउने भनेको आइफोन र आइफोन लगायत अन्य आइफोनसँग रिलेट सबै कुराहरू आइटमहरू पनि पाउँछ। र साथसाथै एन्ड्रोइड मोबाइलहरू पनि केही छन् त्यहाँ, स्यामसङहरू, गुगलको पनि फोनहरू छ त्यहाँ पाउँछ। गुगल पिक्सेल भन्ने फोनहरू छ त्यहाँ पनि पाउँछ।
अनि त्यो मात्रै नभएर अन्यहरू पनि पाउँछ सबै कुराहरू अब देखाउन सकेन आइप्याड म्याकबुक अनि न्यूहरू पनि पाउँछ ब्रान्ड न्यू जस्तो टाइपको पनि पाउँछ अनबक्सिङ फुल बक्सबाट तिनीहरू सबै कुराहरू चाहिँ पाउँछ अब देखाउन नपाए पनि मुखले भनेरै अब तपाईँहरूलाई भन्नु चाहिँ पर्यो सो त्यो कुराहरू चाहिँ त्यहाँ पाउँछ त्यही भएर यदि किन्ने सोचमा हुनुहुन्छ आइफोन किन्ने सोचमा हुनुहुन्छ तर नयाँ किन्ने अहिले पैसा छैन अथवा नयाँ किन्दिनँ नयाँ किन्न मन छैन पुरानै किन्न मन छ नेपालीहरूले पनि यस्तो काम गरिराख्नु भएको छ तर पनि अब हुन्छ नि अनलाइनबाट त्यो हुन्छ त्यही भएर आफूले हेर्न चाहिँ बहुत महत्त्व हुन्छ क्या अब सेकेन्ड ह्यान्ड किन्दैछु त्यही माथि पनि अब हेर्ने नहेरेर अब कसरी पठाउने भन्ने कुरा चाहिँ अब अलिकति रिस्क टाइपको पनि हुन्छ सो त्यसैले यदि किन्ने इच्छा गर्नुभएको छ किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ एकचोटि म पिन कमेन्टमा लोकेसन सेयर गरिदिन्छु तपाईँले चेकआउट गर्न सक्नुहुन्छ त्यहाँ गएर अब फुल्ली मैले देखाउन चाहिँ भ्याइनँ अब भ्याइनँ भने के भनेर तपाईँले क्लिप देखिहाल्नु पऱ्यो दामे भनिसकेपछि अब के गर्ने कसको के लाग्छ नेक्स्ट टाइम अब ओरिजिनल आइफोन सप नै फुकुओकामा चाहिँ आइफोन सप छ मतलब आइफोनकै अफिसियल सप चाहिँ छ भनेर चाहिँ निराश नहुनु होला सेकेन्ड ह्यान्ड देखाउन सकेन के भयो त्यहाँ गएर अब तपाईँहरूले आफै हेर्ने तपाईँको जिम्मेवारी भयो अब म तपाईँहरूलाई म जापानमै छु फुकुओकामा आइफोनको अफिसियल सप पनि छ जहाँ मैले आइफोन त्यहीँबाट किनेको त्यहाँ गएर म तपाईँलाई देखाउँछु आइफोनहरूको प्राइस कस्तो हुन्छ के कस्तो हुन्छ मतलब आइफोनको सप कस्तो हुन्छ एक दिन भिजिट गराउने छु त्यसको लागि चाहिँ मलाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला अनि नोटिफिकेसन दिनु होला किनकि नयाँ भिडियो अपलोड गर्ने बित्तिकै तपाईँलाई नोटिफिकेसन चाहिँ आउन सक्छ सो आजको भ्लगमा तपाईँलाई देखाउन खोजिरहेको कुरा चाहिँ देखाउन पाइनँ कारण बस नट अलाउडेड त्यही भएर चाहिँ अब जति थियो त्यति हेर्नु अनि इन्जोय गर्नु र त्यसपछि अलिकति कसैलाई किन्न रहर छ इच्छा छ भने चाहिँ त्यहाँ गएर किन्न सक्नुहुन्छ सकेको छु मेरो साइकलको ठाउँमा म गएर फर्केर आइसकेँ अब म साइकल लिन्छु अनि त्यहाँदेखि म यहाँबाट आउट हुन्छु म आइसकेँ मेरो साइकल राखेको ठाउँमा अब म साइकल निकाल्छु यहाँबाट पुतपुतान हुन्छु आजको भिडियोमा यति नै अब यहाँबाट निस्केर जान्छु म यदि कसैलाई किन्ने रहर छ भने पिन कमेन्टमा भएको लिङ्कमा गएर लोकेसनमा गएर तपाईँले त्यहाँ सप चेकआउट गर्न सक्नुहुन्छ मान्छे आफै गयो भने चाहिँ त्यहाँ अब किन्न पाउँछ हेर्न पाउँछ हेरेर मस्तले किन्नु होला सो आजको भिडियोमा यति नै धेरै लामो नगराउँदै भेटौँला त नयाँ भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला सो सी यु द नेक्स्ट भिडियो